उहाँ मैले अस्ति यो केही दिन अगाडि चाहिँ उहाँको साथीको एउटा इन्टरभ्यू लिएको थिएँ। धेरैजनाले हेर्नु भएको थियो। आज चाहिँ मैले उहाँसँग अरू नै विषयमा सांसारिक विषयमा उहाँ चाहिँ मेरै घरमा आउनु भएको छ र केही कुरा गरौँ भन्नुभएको छ। त्यही भएर मैले चाहिँ उहाँसँग केही कुरा गर्दैछु। नमस्ते। नमस्ते। के साह्रो हुन्छ? सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ। नमस्ते गरिरहनु भएन कि? मैले नमस्ते भने चाहिँ मुखले नमस्ते भने हुन्छ, त्यो हात जोड्नै पर्दैन। नमस्ते बोल्ने बित्तिकै त्यो आत्मभित्रबाट आयो नि त, भित्रबाट आयो होइन। त्यही भएर त्यसको लागि केही गर्नु पर्दैन। अनि सुन्नु न, त्यो तपाईँले चाहिँ मैले काम गरेँ बापतको मैले पारिश्रमिक मैले पाइनँ, जति पाउनु पर्ने भन्ने कुरा गर्नुभयो होइन। सर एकचोटि भन्नु त, कति काम गर्नुभयो, कति पैसा पाउनु पर्ने, कति पाउनु भएन? मेरो आधा मेरो ट्यान्डर पैसा आउँथ्यो, दिएन। ठिकै छ। अब कति आउनु पर्ने पैसा? अब 1,000 पर्ने थियो, मेरो पैसा आएन। तपाईँले कति दिन काम गर्नुभयो, कति पैसा पाउनुभयो? 2 दिनकै हो भनौँ न। 2 दिनको। 2 दिनको कति पैसा पाउनु पर्ने तपाईँले? एउटा हात्ती पाउनु पर्ने हो, एउटा बाघ पायो। ठिकै छ। अब तपाईँले 2 दिन काम गर्नुभयो, एउटा हात्ती पाउनु पर्ने थियो, एउटा बाघ पाउनुभयो। एउटा बाघ पाउनु भयो। ठिकै छ। ठिकै छ। हजुर ठिकै छ। तपाईँलाई चित्त दुखेको छैन? छैन। के म त 500 परे नै लिइहाल्छु म। होइन अघि त अनि के अरे मैले यति पाउनु पर्ने, यति पाइनँ, मलाई दुःख लाग्यो भन्दै हुनुहुन्थ्यो त। दुःख त पाउँदैन मलाई। अनि दुःख लाग्यो भन्नुभएको थियो त? छैन, सुखै छ। हाम्रो त काम गरेर खानु सुखै छ। खान पाएर सुखै हुन्छ। हो। अब यस्तो गर्नु पऱ्यो, तपाईँले के गर्नु पऱ्यो भने पहिलो कुरा चाहिँ तपाईँ हुन त अब तपाईँको आफ्नो शारीरिक हिसाबले होइन, पहिलादेखि नै तपाईँको त्यस्तै बानी भएको कारणले गर्दाखेरि अनि फेरि तपाईँको बानी पहिलादेखि नै के छ भने तपाईँले कस्तो कस्तो नोट माग्नुहुन्छ भन्नु त? कहिले 200 डलर पर्छ, कहिले 300 डलर पर्छ, कहिले 400 डलर पर्छ, कहिले 500 डलर पर्छ। धेरै त नि। तपाईँलाई रातो हरियो कस्तो नोट मनपर्छ? मलाई त 5 रुपियाँ दरले 10 डलर परे नि। कति 4वटा रातो दिए नै हुन्छ, 5 रातो दिए हुन्छ, 5 रातो दिए हुन्छ। यस्तो भयो तपाईँको। यस्तो मैले तपाईँलाई के भन्नु खोजेँ भने तपाईँले मलाई अघि आएर कुराकानी हुन्छ, तपाईँ त्यति कुराहरू गर्न आएन। अघि आउने बित्तिकै मैले भने जति पैसा पाइनँ भन्ने कुरा गर्नुभएको थियो होइन। यसको लागि तपाईँले के गर्नु पऱ्यो भने तपाईँको चाहिँ पहिलादेखि के बानी भयो भने मलाई रातो नोट दिनु, म यति काम गर्छु भन्ने, हरियो नोट दिनु, यति काम गर्छु भन्ने बानी भयो नि त तपाईँको। तपाईँले पहिला नोट चिन्नु भएन नि त होइन। यो कतिको नोट हो, यो कति पैसा हो भने तपाईँलाई थाहा भएन। थाहा भएन नि त। थाहा नभए तपाईँले के गर्नुभयो, जति पैसा दिए त्यति पैसा लिएर हिँड्नुभयो होइन। अहिले पैसा सबै चिन्नुहुन्छ? अहिले पैसा सबै चिन्नुहुन्छ। अहिले चिन्नुहुन्छ? 1000 को नोटमा के हुन्छ? यता फर्केको सुट हुन्छ, यता फर्केको हुन्छ कि यता फर्केको। अनि 500 को नोटमा के हुन्छ? 500 नोटमा बाघ हुन्छ कि। तपाईँले देख्नु भएन? होइन म खै देखाउनु त। तपाईँ हातबाट होइन, बाघ देखाउनु त। है छ ल, 500 एउटा बाघ हुँदो रहेछ। अनि अर्को कुरा तपाईँलाई मैले के भन्नु खोजेको भने के अरे तपाईँले एक दिनमा कति घन्टा काम गर्नुहुन्छ? मैले गर्नुपर्दा त 2-3 दिन गरेँ नि। एउटा बाघ पर्छ। होइन जस्तै तपाईँ एक दिनमा जस्तै आज काहीँ काम गर्न जानुभयो भने कति घन्टा काम गर्नुहुन्छ? अब गऱ्यो भने 4-5 घन्टै लाग्यो भने गर्छु काम त। जस तपाईँले 4-5 घन्टा काम गर्नुहुन्छ हो। अब तपाईँले के गर्नु पर्यो भने तपाईँले पैसा कम पाउनुको कारण चाहिँ तपाईँले पहिलादेखि नै हरियो रातो नोट भनेर हिँड्नु भयो भएर मान्छेहरूले नि के भन्यो भने यसलाई अब धेरै काम गर्ने होइन, यसलाई जति पैसा दिए पनि हुन्छ भन्ने भयो नि त होइन त। अब तपाईँले के गर्नु पर्यो भने अरू सरह काम गर्नु पर्यो, अरू सरह गर्नु पर्यो। तर तपाईँको पहिलादेखि त्यो बानी छैन नि त। बानी नभए के गर्नु पर्यो, एउटाले 10 काम गर्यो भने तपाईँले 5 काम गर्नु पर्यो। भन्न खोजेको कुरा के हो भने तपाईँसँगै काम गर्न जाँदाखेरि उसले हात्ती पायो 1000 पायो भने तपाईँले 500 पाउनु पर्यो, बुझ्नुभयो होइन? अब त्यसको लागि तपाईँले के गर्नु पर्यो भने तपाईँ कम बस्ने, तपाईँको के छ बानी काम गर्न जानुहुन्छ
एकछिन ट्याक्क गर्नुहुन्छ हजुर 1 घन्टा बस्नुहुन्छ हजुर एकछिन गर्नुहुन्छ हजुर 1 घन्टा बस्नुहुन्छ हो कि हैन हजुर हो त्यही भएर मान्छेले तपाईलाई कम पैसा दिए अब तपाईले के गर्नु पर्यो भने हजुर अरूले 10 गर्दाखेरि तपाईले 5 गर्नु पर्यो हजुर त्यो भएपछि के हुन्छ मानौ हाम्रो उहाँ दाइले तपाईको चाहिँ 1000 पाउनु भयो भने हजुर त्यो अवस्थामा चाहिँ तपाईले उहाँले हात्ती पाउनु भयो भने तपाईले बाघ पाउनुहुन्छ त्यो भनेको धेरै हो तपाईलाई के भन्नुभयो तपाईले 2 दिन काम गरेको हजुर कति पैसा पाउनु भयो 500 पाउनु हो अब तपाईले के गर्नु पर्यो कामलाई भने बढाउनु पर्यो अब मान्छेहरुलाई नि के भन्नु पर्यो भने अरूले 10 काम गर्यो भने म 5 काम गर्छु अरूले 1000 पाए भने मैले 500 रुपैयाँ पाउनु पर्छ भन्नु पर्यो बुझ्दै भएन है जति नोट दिए पनि यो पनि ठीक छ त्यो पनि ठीक छ भन्नु भएन अब हुन्छ हैन त अब हुन्छ हो अब मान्छेहरुलाई त्यो भन्नु पर्यो है त अब यस्तो बाघ चाहियो भन्नुपर्छ सबै बाघ हात्ती अनि पैसा अहिलेसम्म कति जम्मा भयो अहिले भएको छैन कोही रातो कोही हरियो छ त्यही हो अनि अस्ति तपाईँ बिहा गर्न 10 लाख रुपैयाँ चाहिन्छ भन्नुभएको थियो 10 लाख चाहिँ कहिले पुग्छ त अब एक महिना पर्नु हुन्छ 1 महिनामा 10 लाख पुग्छ अनि 2 दिनमा एउटा बाघ कमाएर चाहिँ अनि 1 महिनामा 10 लाख कसरी पुग्छ त अब बाउ नारायणलाई फेरि पोल्न पर्यो त्यो पैसा दिनै पर्यो पोल्नु पर्यो होइन बढाइ गरिदिनु पर्यो गुवा गरिदिनु पर्यो घिउ गरिदिनु पर्यो सिल्चे काम गरिदिनु पर्यो होइन अनि त्यो पैसा नभए त अनि बुवा हुनुहुन्छ होइन र अहिले बुवा हुनुहुन्छ अनि कहाँ अनि हुनु अहिले चाहिँ के अरे जिउँदै हुनुभएको बुवालाई त्यसो भन्नुभयो नि त बुवालाई त माया गर्नुपर्छ हजुर म त बिर्सेँ भनेर बुवालाई माया गर्नुपर्छ कहिलेकाहीँ बुवालाई चाहिँ के अरे ल बुवा मैले यस्तो ल्याएँ खानेकुराहरू भन्नुपर्छ रक्सी खायो भने बढी बोल्छ अनि त्यो रक्सी कम खानु बुवा भन्नुपर्छ रक्सी त धेरै खान्छ जहाँ रहेछ बढी खान्छ मलाई त मन परेन होइन त्यही त मन पर्दैन बुवालाई के भन्नु पर्यो भने कति वर्ष हुनुभयो अहिले बुवा 70 हुनुभयो भने चाहिँ अब बुढो हुँदै जानु भएको छ होइन अब तपाईँ बुवालाई के भन्नुभयो भने तपाईँको उमेर पनि जाँदैछ तपाईँले रक्सी कम खानु पर्यो मैले रक्सी म धेरै खान्न म अलिकति खान्छु 1 गिलास होइन बुवालाई भन्नु पर्यो ए हाम्रो बुवाले टन्नै खान्छ बुवालाई रक्सी कम खानु पर्यो भन्नु पर्यो जार पनि खान्छ घरमा भात कसले पकाउनुहुन्छ बाउले बाउले भात पकाएर दिनु भएको छ दिन्छ यो त राम्रो कुरा हो भात खान्न खाने औषधि खाउँला बरु खाउँला भन्ने मैले भनिदिएको छु खाउँला भन्दै मैले ए हो म टन्नै भइरहेछ म खान्न भन्दै चुलासुती आनन्द अनि त्यही भएर तपाईँ काठमाडौँ जानु भएको छैन काठमाडौँ अहिलेसम्म गएन एकचोटि घुमेर आइसक्यो एकचोटि म कसो बस्नु कुमारको बस्नु जानु भएको थिएँ म काठमाडौँ एकचोटि घुम्नु हो कुन ठाउँ घुम्नु हो बजार कलङ्की सबै ठाउँ घुमेको छु बेला हो अनि त्यहाँबाट के भन्छ फर्सी बजार फेरि घुम्नु मन लागेको छ फेरि जानु मन लागेको छ कुन ठाउँ जानु मन लाग्यो म त्यही हो त्यो फर्सी बजार जानु मन लागेको थियो इस्कुस पनि छ त्यहाँ इस्कुस फर्सी बजार कि खसी बजार छ फर्सी पनि छ फर्सी बजार नि छ त्यहाँ ल म काठमाडौँ घुम्नु मन लागेको छ जानु मन लागेको छ ल म एक दिन लैजान्छु है त 4-5 दिनमा म लैजान्छु है सर घुमेर आउँला है त अनि खानेकुरा चाहिँ हजुर तपाईँले नखाएको खानेकुरा के छ मलाई चाहिँ यो खानेकुरा भयो म खान्थेँ भन्ने केही छ हामीले त जे पनि खान्छु होइन अब जेरी होइन गाउँमा नपाएको खानेकुरा चाहिँ कि होइन दाइ हजुर गाउँमा खान नपाएको कुरा चाहिँ कि ए गाउँमा त के खाने मासु भात मिल्छ कहिले मिल्छ कहिले मिल्दैन तरकारी सागपातहरू हुन्छ ल अब हामी बिट मारौँ तपाईँले के गर्नु पर्यो भने अरूले 10 काम गर्दाखेरि तपाईँले 5 काम गर्नु पर्यो है अनि त्यसपछि तपाईँले के भन्नु पर्यो भने अरूले हात्ती पाउँदाखेरि त्यति बेला चाहिँ मलाई बाघ चाहिन्छ भन्नु पर्यो अनि पैसा जम्मा गरेर राख्नु पर्यो बैङ्कमा खाता नाइट त छ नि होइन नाइ त बाउले कता पुऱ्याइदियो न बेजार खायो न के गर्यो मलाई नाइट त बेचेर खान मिल्दैन नि त अब यस्तो छ नाइट त पहिला खोज्नु नाइट त छैन भने तपाईँले अब बैङ्कमा है बैङ्कमा अकाउन्ट खोल्ने अनि तपाईँले चाहिँ सबभन्दा विश्वास कसो लाग्छ त्यो मान्छेलाई तपाईँ जति कमाउनुहुन्छ नि त्यो कमाउनु मध्ये आफूलाई चाहिने खर्च राख्ने अनि बैङ्कमा राखिदिए भनेर भन्ने बुझ्नुभयो नि तपाईँले अब 5 वर्ष के गर्नु पर्यो आफूले कमाएको आधी पैसा चाहिँ बैङ्कमा राख्नु पर्यो है हो अनि 5 वर्षमा कति पैसा हुन्छ त हेर्नु पर्यो अनि
पहिले पुलिस ल्याएर मात्रै म पत्ता लगाउँछु त्यो नाति कता लगेको छ पत्ता ल्याएको छु अनि पुलिस ल्याएर मात्रै बल्ल पत्ता लगाउँछु मैले ए होइन त्यो नाइरा घरमा छ भने केही फरक पर्दैन हराएको छ भने अर्को बनाउनु मिल्छ नाइरा अर्को बनाउनु मिल्छ ल त्यसो भए थियो अहिले त्यही गरौँ तपाईँलाई म अब 4-5 दिनमै घुमाउन लान्छु काठमाडौँ है त हस् ल धन्यवाद हस् हस्